त्यो दिन बिर्स्यो। भ्रमताम कालचक्र नराणाम त्रिगुणात्मके, किनभने यो संसारमा तीनवटा गुण छन्। ती तीनवटा गुण हाम्रो शरीरमा छन्। त्यो तीन गुण भन्दा माथि मात्रै आनन्द छ, सुख छ, त्यहाँ मात्रै मुक्ति छ। त्यो चाहिँ केले दिन्छ? ज्ञानले दिन्छ। त्यो अर्काले दिएर हुने कुरा पनि होइन। तपाईलाई भनिदिने मात्रै हो अर्काले, आफैले लिने हो ज्ञान। ज्ञान कसैले हालिदिन्छ? भाटबटिनीमा गएर एक केजी ज्ञान किनेर ल्याउँदा सुख पनि किन्न पाइँदैन, ज्ञान पनि पाइँदैन। यस्तो चिज बुझ्यो। त्यसो भएको हुनाले भ्रमताम कालचक्र नराणाम त्रिगुणात्मक, यो संसार तीनवटा गुणले युक्त छ। बेलुका हामी सत्संगमा त्यो कुरा बोल्छौं। अतः सर्वरसोपेतम, त्यसैले यो तीन गुण भन्दा माथिको जो ज्ञान हो त्यो श्रीमद् देवी भागवत ज्ञान हो। त्यो रस हामीलाई पियाइदिनुहोस्। त्यो रस पिउने मुख भनेको कान हो। कानले अमृत रस पान गर्छ। मुखले खाएको पेटमा जान्छ, कानले पिएको दिमागमा जान्छ। पुण्यम भागवतम वद, त्यस्तो पुण्यमयी भागवत सुनाउनुहोस्। पावनम मुक्तिदम गुह्यम, अत्यन्त गुह्य छ, पावन अथवा पवित्र छ। मुमुक्षाणाम सदा प्रियम, मोक्ष प्राप्त गर्ने व्यक्तिहरूका लागि यो धेरै महत्त्वपूर्ण कुरा भएको हुनाले अब हामी यही मोक्ष प्राप्त गर्ने देवी भागवत सुन्नका लागि इच्छुक भयौं। अब हामीलाई यस्तो मन विचलित हुने, बुद्धि विचलित हुने, चित्त विचलित हुने, अज्ञान फैलिएको यो संसारबाट मुक्ति भएर ज्ञानमय दिव्य जीवन प्राप्त गर्ने कथा सुन्न चाहन्छौं। देवी भागवत अब